अभिनव होइन हजुर मलाई एउटा हेल्प गरिदिनु मैले हजुरलाई कति धेरै मेसेज गरेँ अब हजुरकोमा लाखौँ मेसेजहरू आउँछ होला मेरो हस्बेन्डलाई चाहिँ बचाइदिनु न किन के भएको उहाँलाई चाहिँ ब्रेन ड्यामेज भएको अक्सिजनको कमीले गर्दा हामी चाहिँ भर्खर हस्पिटलबाट आउँदैछौँ हजुर हजुर अनि नमस्ते हजुर अनि उहाँलाई चाहिँ बचाइदिनु पर्यो ए खासमा के हजुर राम्रोसँग त मेरो लागि एकदम भगवान् जस्तै बनेर आउनुभयो मैले आज अचानक भेटेँ हजुरलाई होइन म यहाँ मैले काममा ठ्याक्क गएको थिएँ अनि कति धेरै चाहिँ मेसेजहरू गरेँ कति खोजेँ पनि हजुरको कन्ट्याक्ट नम्बरहरू पनि कति खोजेँ तर आज मैले अचानकै हजुरलाई भेट्न पाएँ म भगवानै हुनुहुन्छ मेरो लागि आज भगवान् होइन जस्तै यस्तो भयो क्या तपाईँले मेसेज गर्नुभएको थियो तपाईँले मेसेज गर्नुभएको थियो मलाई हजुर यस्तो भयो कि मलाई फेरि टन्नै मेसेज आयो हुन्छ थाहा नै भएन कि ठ्याक्क त्यसको लागि सरी होइन हजुर के भएको यो चाहिँ मलाई राम्रोसँग भन्नु मिल्छ बरु उहाँ चाहिँ विदेशमै यस्तो बिरामी हुनुभयो उहाँलाई चाहिँ अचानकै हृदयघात पछिबाट चाहिँ के त्यो मुटुको समस्या पनि देखाएको थियो अनि त्यसपछि अनि उहाँलाई चाहिँ यो ब्रेनको समस्या भयो अनि ब्रेनमा चाहिँ अक्सिजन कमको कारण चाहिँ ब्रेन ड्यामेज भयो अनि उहाँको शरीरहरूलाई चाहिँ एकदमै पुरै अब नचल्ने पुरै शरीरहरू नै बाङ्गो भयो नचल्ने प्यारालाइज भयो उहाँहरू बोल्न पनि सक्नु हुँदैन उहाँको सेन्स पनि छैन राम्रोसँग अनि त्यसैले अब हामीसँग चाहिँ उपचार गर्न धेरै उपचार गरिसक्यो अनि कति भयो यस्तो भएको चाहिँ 2 वर्ष हुन लाग्यो 2 वर्ष हजुर अहिले 22 महिना भयो अनि हामीले विदेशबाट चाहिँ नेपाल लिएर आएको चाहिँ अहिले 10 महिना भयो विदेश चाहिँ काम गर्न जानुभएको थियो हजुर हजुर पनि जानुभएको थियो म त घरमै थिएँ म गएको थिएन उहाँ मात्रै जानुभएको थियो हजुर उहाँ मात्रै जानुभएको थियो अनि उहाँलाई चाहिँ विदेश कता जानुभएको कतार जानुभएको हजुर अनि गएको 6 महिनापछि चाहिँ उहाँलाई यस्तो बिरामी भयो यस्तो हुनुभयो अनि 1 वर्ष भयो नि गएको 6 महिनामा यस्तो बिरामी हुनुभयो कस्तो के भएको थियो विदेशमा चाहिँ खासमा अलिकति बुझ्दाखेरि उहाँलाई चाहिँ अचानकै यस्तो कि एकदम साथीहरूसँग चाहिँ पेट दुःख भन्दै हुनुहुन्थ्यो अरे अनि अचानकै उहाँ चाहिँ ढल्नु भयो अनि साथीहरूले चाहिँ हस्पिटल लग्नु भएछ अनि हस्पिटल लगेपछि चाहिँ अनि डक्टरले त्यस्तो भएको छ भन्नुभयो पेट दुखेर चाहिँ हस्पिटल लग्नुभयो पेट दुख्यो भन्नुभएको पहिला चाहिँ अनि पछि चाहिँ अनि एक्कासी ढल्नु भएछ अनि साथीहरूले बोलाउँदाखेरि चाहिँ अब होसै थिएन अनि त्यसपछि अनि हस्पिटल पठाउनु भएछ हस्पिटल लग्नु भएछ अनि हस्पिटल लगेपछि अनि हस्पिटलमै छोडेर आउनुभएछ साथीहरू चाहिँ खासमा अनि हुन चाहिँ के भएको थियो उहाँलाई चाहिँ अनि डक्टरहरूले पनि यो ब्रेन ड्यामेज अक्सिजनको कमी पनि यस्तो भयो अब ब्रेनको अपरेसन गर्नुपर्छ के गर्नुपर्छ भन्नुभएको थियो हजुर अनि उहाँले चाहिँ अनि एट्याक आए जस्तो भएको हजुर त्यो एट्याक आएको जस्तो भयो हार्ट एट्याक टाइपको के कस्तो खै अब त्यो एक्कासी अब त्यो पेट दुःख भनेर नि ढल्नु भएको रे अनि डक्टरले चाहिँ अब रिपोर्टमा नि त्यही देखाउनु भयो उहाँलाई चाहिँ ब्रेनको पनि समस्या देखायो अनि त्यसपछि अब यो दाइको नाम चाहिँ सुनिल सुनिल हजुर ट्याटु हानिराख्नु भएको हजुर कति खर्च लाग्छ नि कस्तो हुन्छ खर्च त धेरै लाग्छ कति जति 20-30 पनि लाग्न सक्छ 20-30 लाख ओहो चिन्ता नलिनु के पनि हुँदैन होइन उहाँलाई बचाइदिनु होइन नरुनु दिदी के पनि हुँदैन होइन के पनि हुँदैन होइन नरुनु दिदी सबै ठिक हुन्छ म सक्ने जति म गरिदिन्छु होइन दिदी मसँग अहिले कति त्यति चाहिँ म तपाईँलाई सानो सहयोग चाहिँ गरिरहेको छु नरुनु मसँग अहिले मैले पैसा चाहिँ बोकेको छैन धेरै 2-3-4 हजार दिदी मसँग अहिले 4 हजारमा छ अहिले यो चाहिँ लिइहाल्नुहोस् होइन म फेरि भेट्न आउँछु हजुरको नाम के हो होला मेरो नाम चाहिँ बिना मगराती अहिले कहाँबाट आउनुभएको हजुर चाहिँ अहिले हामी त्यहाँ हस्पिटल गएर आउँदैछौँ ए हस्पिटलमा के भन्नुभयो अहिले रिपोर्टहरू के उहाँलाई चाहिँ अब लङ टाइम लाग्छ अब यही टाइम चाहिँ भन्न सकिँदैन भन्नुभएको डक्टरहरूले पनि अब अहिले घर लगिहाल्नु भएको हजुर ए कता घर चाहिँ लोकेसन हाम्रो घर चाहिँ उता काभ्रे हो अनि हामी चाहिँ अहिले यहीँ बाँसबारीमा बसिरहेछौँ बाँसबारीमा कतातिर यहाँ हजुर यहाँ अहिले चाहिँ नमन केयर होममा बसिरहेछौँ कता नमन केयर होम केयर होममा हजुर कस्तो केयर होम भने लाइक सबै यहाँ हेरिदिन्छ यहाँ हजुर सबै हेरिदिनु होइन तर खर्च आफ्नो हुन्छ ए सबै आफ्नो हजुर प्राइभेटै भयो नि त प्राइभेट ए अनि त्यहाँ चाहिँ कति खर्च के लाग्छ नि कसरी गरिरहनु यहाँ चाहिँ महिनाको 2 लाख कहिले 21,000 नि उठिदिन्छ कि कहिले 11 कसरी मिलाउनु भयो तपाईँले यो अब हामीले चाहिँ उता जग्गाहरू बेचेर अनि उहाँले चाहिँ कमाउनु भएको थियो पहिला अनि अब विदेशबाट पठाउनु भएको त्यही कम्पनीबाट पठाउनु भएको त्यसले गरेर अहिले चाहिँ गरिरहेको छु अनि अब चाहिँ अब पैसाहरू चाहिँ मिलिया कि गाह्रै छ अहिले त छैन अब
यही महिना मात्रै चाहिँ थियो चाहिँ अब यही महिनालाई मात्रै बिल तिर्न थियो यही महिनामा चाहिँ बिल तिर्न हजुर अर्को महिनाबाट चाहिँ घर जाने भन्ने सोच बनाइरहेको थिएँ अनि अब हजुरलाई पनि मेसेजहरू गरिरहेको थिएँ 1 महिनादेखि नै हजुरहरूको भिडियोहरू पनि धेरै हेर्थेँ मैले अनि त्यही भएर चाहिँ अनि आज फेरि तपाईँलाई अचानकै याद दिएको थिएँ आदि उपचार भएको छ होइन अब आदि उपचार हुँदाहुँदै आदि उपचारमै छोड्यो भने अब उहाँलाई नि बचाउन गाह्रो हुन्छ अब यत्रो उपचार त गरिसक्यो साथीहरूसँग अब आफन्तीहरूसँग पनि ऋणहरू लिगिसक्यो अब कसैसँग पनि आश छैन अनि आदि उपचार 20 लाखको चाहिँ गर्न बाँकी छ आदि उपचार चाहिँ कति 1 वर्ष भयो उपचार गरिरहनु 1 वर्ष भयो अनि भएको पैसाहरू पनि यस्तो भयो तपाईँले केयरमा चाहिँ अलिकति महँगोमा हाल्नुभयो कि अनि त्यसो भने अलिकति चाहिँ महँगो भन्दा पनि उहाँको चाहिँ पहिला एकदम सेन्सहरू थिएन क्या उहाँको होसै थिएन कि विदेशबाट ल्याउँदा चाहिँ अनि होस नभएको कारणले चाहिँ उहाँबाट नि डक्टरले आफ्नो फ्यामिलीसँग भयो भने अलिकति अब त्यो ब्रेनको पनि अलिकति रिकभरी हुन्छ भन्ने हिसाबले चाहिँ उहाँले चाहिँ नेपाल पठाइदिनु भयो अनि नेपाल पठाइसकेपछि चाहिँ अनि अब यहाँ पनि डक्टरले पनि त्यही सल्लाह दिनुभयो आफ्नो फ्यामिलीसँग बस्नुभयो भने धेरै कुराहरू चाहिँ याद हुन्छ अनि राम्रोसँग चाहिँ अब रिकभरी पनि हुन्छ रिकभरी हुन पनि एकदम सजिलो हुन्छ भनेर चाहिँ म पनि यहाँ सँगै बसेको नत्र यहाँ जेनरल वार्डहरू पनि छ त्यही भएर चाहिँ म चाहिँ छुट्टै क्याबिनमा बसेको नि त उहाँलाई लिएर अनि सजिलो होस् भनेर अनि आदि उपचार चाहिँ भयो अब भइरहेछ अब आदि उपचार हुनलाई चाहिँ अब बाँकी नै छ नि त अब उहाँलाई नि यसरी अब उपचार गराउनु पाएँ अब हाम्रो अब सारा भने कि उहाँ हो नि त अब हाम्रै खुसीको लागि चाहिँ विदेश जानुभएको थियो छोरीको लागि भयो नि हैन छोरीको लागि भनेर जानुभएको थियो आज त्यस्तो हुनुभएको छ अब त्यसैको कारणले चाहिँ अब उहाँलाई चाहिँ बचाइदिनु कसरी हुन्छ चिन्ता नलिनु अब आदि चाहिँ जसरी भयो नि हुन्छ आदि चाहिँ जसरी भयो नि मैले सकिन्छ चाहिँ म गरिदिन्छु तपाईँले होइन चिन्ता नलिनु म तपाईँलाई भेट्न आइहाल्छु फेरि एकचोटि होइन तपाईँले मलाई भेट्नुभयो आज होइन सबै ठिक हुन्छ के मैले सक्ने चाहिँ म गरिदिन्छु है म सबै चाहिँ गर्न सक्छु भनेर म भन्दिनँ होइन तर मैले सकिन्छ चाहिँ म तपाईँलाई गरिदिइहाल्छु चिन्ता नलिनु सबै ठिक हुन्छ होइन कति 20-30 लाख चाहिँ हजुर त्यति चाहिँ तपाईँहरूसँग अहिले कमजोरै भयो आर्थिक अवस्था फेरि यस्तो महँगोमा हालिराख्नु भएको छ तपाईँहरूले केयरमा किनभने अनि फेरि गाह्रो हुँदैन गाह्रो भन्दा पनि अब घरमा लिएर जानु पनि अलिक गाह्रो नै छ क्या तपाईँले हिँड्नुपर्ने हुन्छ भनेर फेरि अहिले घर नजिकै पनि फिजियोहरू पनि राम्रो छैन केयर पनि चाहिन्छ नि त उहाँको लागि अनि अब कतिखेर हस्पिटल लानुपर्छ एकैचोटि तपाईँले सबै सक्दैन फेरि होइन भन्ने हुन्छ नि त्यही भएर अब धेरै गाह्रो हुन्छ हजुरको परिवारमा को हुनुहुन्छ फेरि मेरो घरमा चाहिँ देवर हुनुहुन्छ सासू मम्मी हुनुहुन्छ अनि मेरो छोरी छ अनि हामी 2जना छोरी एकजना चाहिँ हुनुहुन्छ छोरी कता हुनुहुन्छ अहिले छोरी उता गोर्खा मामा घरमा हाल्नु ए चिन्ता नलिनु सबै ठिक हुन्छ होइन म नि आज यहाँ साथीलाई काममा गएको थिएँ क्या भेट्न नि गएको थिएँ एकचोटि त्यहाँको तपाईँले पनि भेट्यो होइन सबै ठिक हुन्छ चिन्ता नलिनु होइन तपाईँ पनि मलाई भेट्नु भइहाल्यो के पनि हुँदैन म फेरि भेट्न आउने छु तपाईँको नम्बर दिइराख्नु मलाई मैले अहिले सकेको चाहिँ सानो सहयोग गरेको आफूसँग सकेको चाहिँ होइन मैले पैसा बोकेर त हिँडेको थिएन होइन भएको जति चाहिँ तपाईँले सानो सहयोग चाहिँ गरेको म फेरि आउनेछु तपाईँले भेट्न है हस् अहिलेको लागि चाहिँ उहाँले होइन तपाईँ केयर गर्नुहोस् म 1-2 दिनमा फेरि भेट्न आउँछु है तपाईँले हस् धन्यवाद ल